वेलकम टु माई ब्लग। आज चाहिँ म पुरै गाउँ घुमिरहेको छु अनि यतातिर अब गाउँमा काम गर्न आइरहेको थिएँ। आज चाहिँ मेरो अब भ्लग चाहिँ गाउँतिर देखाउने यस्तै हो। एमासतिर हाम्रो काठहरू छन्, यस्तो विधि काठहरू छन्, यस्तै देखाउने भइरहेको छ। अब आजको प्रसङ्ग चाहिँ के भने आज चाहिँ अब चुनावी माहौल आउन लाग्यो। सबैले यो पार्टीमा हाल भन्छन्, ऊ पार्टीमा हाल भन्छन्, कोहीले भन्छन् तारा के अरे तारामा हाल भनेछन्, कसैले भन्छन् घन्टीमा हाल भन्छन्, कसैले सूर्यमा हाल भन्छन्। अब आज चाहिँ कुन चाहिँ पार्टीमा हाल्ने भने म आज हाम्रो सानबासा चाहिँ यो विषयमा प्रसङ्गमा चाहिँ म यहाँ कुरा गर्न गइरहेको छु। हाम्रो सानबाई अगाडि हिँड्नु भएको। ए सानबा भनेर बोलाउँदा नि बोल्नु भएको होइन। ल भन्नुहोस् त सानबा, आज तपाईँ चाहिँ अब कुन चाहिँ पार्टीमा भोट हाल्नुहुन्छ? फेरि चुच्चे पार्टी भन्नु होला, फेरि भैँसे पार्टी भन्नु होला, त्यो चाहिँ होइन है। म त मोबाइलमा। ए मोबाइलमा। यो मोबाइल पार्टी कुन चाहिँ पार्टी हो भन्नु न? यो ऋषि दमलाको। ए ऋषि दमला। ए भनेपछि तपाईँ एकदम राम्रो काम गर्नु भएको। कहिले ऋषि बोक्ने, कहिले समस्या हाल्ने, कसैले जिरी हाल्ने, त्यस्तो काम गर्नु भए। त्यस्तो काम गर्ने मान्छे नेपालमा छँदै छैन। छँदै छैन है, खालि भ्रष्टाचार गर्ने काम मात्रै छ। उहाँले चाहिँ त्यस्तो काम गर्नुहुन्छ। त्यसबाट म त मोबाइल चलो ठिक है। भन्दै थिएँ मैले। अब म चाहिँ अब मेरो चाहिँ अब के भयो भने हाम्रो गाउँको आदरणीय अङ्कल भन्नाले अब रामबहादुर भण्डारी हुनुहुन्छ, जो उहाँलाई जिउँदो शहीदको रूपमा चिनिन्छ। मलाई चाहिँ म भोट हाल्छु। जो सम्पूर्णले सबैको काम यो पार्टी नभएको जे भए पनि उहाँले काम गर्नु भइरहेको छ। त्यसपछि म चाहिँ हाल्छु, तारालाई नै भोट हाल्छु। तपाईँहरू चाहिँ के हाल्नुहुन्छ होला, त्यही पनि एकचोटि रामबहादुर अङ्कललाई सबैले भोट हाल्नु होला, तारा चिन्हमा भोट हालिदिनु होला भन्दै म के गर्न चाहन्छु। हाम्रो गाउँको सिमथान चौतारा आइपुगेको छ। मान्छेहरू आगो तारिरहनु, केही घाम तापिरहनु भएको छ। एक सानबो चाहिँ अगाडि हिँडेर भएको छ। सबजना यहाँ बिसी शान्तिर हुनुहुन्छ, बिसी शान्तिर गर्नु भए। दुईजनाको भेट भयो, चम्का भेट भयो। हाम्रो मामा हुनुहुन्छ यता, हाम्रो फुच्चे डन यता उता हाम्रो हो भतिज। हेलो हेलो सर सर। ए कसले बेला भने ठ्याक्कै अब भन्दै आजलाई यति नै। अरू चाहिँ फेरि भेटौँला भन्दै सम्पूर्ण साथीहरूलाई बिदा माग्छु। हस् त, बाई बाई।